आज हामी 7जना साथीहरू हामी दाउ टिप्न जाँदैछौँ। यो हो लालीगुँरास र हामी 7जना केटाहरू हामी उकालो चढ्दैछौँ। सबैजना एकदम थकित अवस्थामा छौँ। केटाहरूले हाँसो मजा गरिरहेछ। जङ्गल पुगिसकेको छ हामी आज। अनि केटाहरू कोही फोनमा बोलिरहेछ, कोही भिडियो गरिरहेको छ, कोही चाहिँ दाउरा चिरिरहेको छ है साथीहरू। अनि एउटाले फेरि एउटा ढाल दियो क्या रुख त जता लालीगुँरासको रुख पुरा सुकेको रहेछ। अनि त्यो ढालिसकेपछि केटाहरू हाँसिरहेको थियो क्या। साथीहरू रमाइलो गरिरहेछ। त्यस साथीभाइसँग रमाइलो हुन्छ जङ्गलतिर। ल म नि अब दाउरा चिर्दैछौँ। मैले नि अब दाउरा पुरै चिरबार गर्दैछौँ। हाम्रो सम्तीले पनि चिरिरहेछ। अरू चाहिँ माथि त फेरि एउटा रुख ढाल्न गएको छ, माथि त जानुभएको थियो। हामी चाहिँ यहाँ तल चाहिँ रुख गरेर चिरफार गर्दैछौँ भारीको लागि। हामी 3जना छौँ अहिले चाहिँ। चिरिसकेपछि हामीले अब यसरी हालिदिन्छ दाउरा, डोकोमा यसरी हालिदिन्छ है साथीहरू। हो यसरी हालेको छ। यो मेरो भारी यो हो। अनि साथीहरू पनि उता बनाउँदैछ। सबैजनाले भारी बनाइसकेको छ है। यो चाहिँ मेरो भिडियो हो, हेर्नुहोस्। यसो छ साथीहरू सबै आफू भारी समाइरहेको छ। म चाहिँ मेरो भारी। ल केटा हो हाम्रो अर्ग्यानिक खाजा है। भुटेको मकै चट्ट पानीसँग खाँदैछ। हाम्रो सुलीले पुरा हाँसिरहेछ है। अर्को सुलीले पानी पुरा गुवामा खाइसक्यो। र अर्को अनि चाउचाउ दाडमोड मिसाएर खाएको फेरि है त्यो भुटेको मकैमा मिठो हुन्छ। लास्टै मिठो हुन्छ त्यसो भएपछि। ल अब मैले पनि अब चट्ट लाएर खाएँ है। अब मजाले खाएँ मैले अब। ल अब गाउँ आइपुगेको छ साथीहरू है। यति नै हो भिडियो। ल म अर्कोचोटि हालिदिन्छु ल साथीहरू। बाई।